झुपडीबाट सुरु भएको सपना। काठमाडौँको एक सानो झुपडीमा जन्मिएको थियो सुबास। टिनको छानो, भित्तामा झुण्डिएका पुराना पोस्टरहरू अनि बिहानदेखि बेलुकासम्म दाउरा बटुल्न हिँड्ने आमाको पसिना र बाबाको पसिनाले बनेको थियो त्यो घर। बाबु बिरामी, आमा मेहनती, सुबास त्यो झुपडीको एक्लो छोरो थियो। छोरा, पढेर मान्छे बन्नुपर्छ, तिमी हाम्रो आशा हौ, आमाले कहिलेकाहीँ आँखाका परेली भिजाउँदै भन्थिन्। विद्यालयसम्म त पुग्थ्यो, तर पेटभरि खान सकिन्नथ्यो। कहिलेकाहीँ एउटै चिउरा दुई छाक बाँडेर खान्थे उनीहरू। गरिबीले के चाहिन्छ भन्ने थाहा दिँदैन, तर के छैन भन्ने चर्को अनुभूति दिन्थ्यो। जसोत्सो +2 सकायो सुबासले। पढाइ राम्रो, तर घरको अवस्था झन्झन बिग्रिँदै गयो। बाबाको स्वास्थ्य झनै कमजोर भयो। एक दिन आमाले आँखाका परेली भिजाउँदै भनिन्, छोरा सुबास, विदेश जानुपर्छ होला, यो देशले हामीलाई केही दिँदैन जस्तो छ। सुबासको मन थिचियो। झुपडी, बाबु, आमा सबै छोडेर जानुपर्ने। तर परिस्थिति अगाडि मन कमजोर भइहाल्छ। केही महिनापछि एजेन्टलाई ऋणको पैसा बुझाएर सुबास कतार उड्यो। विदेशको कठोरता। कतारमा पुगेपछि सुबासलाई एउटा कन्स्ट्रक्सन कम्पनीमा काम मिल्यो। घर जस्तो केही थिएन, 10-12 जना कोठाभरि सुत्नुपर्ने। बिहान 5 बजे उठेर बेलुकी 8 बजे काम सकिन्थ्यो। चर्को घाम, तातो बालुवा अनि नुनिलो पसिना। उसले सोचेको विदेश त्यस्तो थिएन। तलब भने महिनौं बितिसक्दासम्म पनि आउँथेन। सुपरवाइजरले कम्पनीमा प्रब्लम छ भन्दै झुक्क्याइरहन्थ्यो। फोन गरेर आमालाई सब ठिक छ भनेर भन्थ्यो, तर राति ओछ्यानमा भने चुपचाप आँसु बगाइरहन्थ्यो। एक दिन साथीहरू भेला भई दुःख सुनाउँदै थिए। त्यही एकजना पुराना कामदारले भने, सफलता भन्नु यही दुःखको बाटो हुँदै आउँछ, यहाँ सिक, हरेस नखाऊ। त्यो दिनदेखि सुबासले निर्णय गर्यो, अब म अरूमा निर्भर हुने छैन। सुत्ने कोठामा बसेर उसले अंग्रेजी सिक्न थाल्यो, इन्टरनेटमा बिजनेसको भिडियोहरू हेर्न थाल्यो अनि बिस्तारै आइटी र डिजिटल मार्केटिङको कुरा बुझ्न थाल्यो। उदाउँदो सफलता। 3 वर्ष बितिसकेको थियो। बुबा बित्नु भएको खबर आयो। आँखा रसाए, तर मन भतभती पोल्यो। अब उसले आमा र आफ्नो भविष्य बनाउनु थियो। सुबासले काम छोड्यो र सानो रकम बचाएर आफ्नै एउटा सानो डिजिटल सर्भिस कम्पनी सुरु गर्यो, ड्रिम पिक्सेल। सुरुमा गाह्रो भयो, काम थिएन, विश्वास गर्ने मान्छे थिएन, तर बिस्तारै उसका सिपले, इमानदार सेवाले ग्राहक तान्न थाल्यो। केही वर्षमै कम्पनी बढ्न थाल्यो। भारत, नेपाल, बङ्गलादेशका धेरै क्लाइन्टहरू जोडिए। आज उसले आफ्नै अफिसमा 50 जना युवालाई रोजगारी दिएको छ। आमा काठमाडौँमै सानो तर सफा घरमा खुशीका साथ बस्नु भएको छ। सुबास हरेक वर्ष गाउँ जान्छ र